यो ध्वस्त भएको ट्राफिक प्रहरी विरुद्धमा नयाँ बस पार्क भवनको पुनर्निर्माण सम्पन्न गरेर आज जुन हस्तान्तरणको कार्यक्रम राख्नुभयो, खासमा यो यहीँ उपत्यका प्रहरी कार्यालयका एआई साहबले गरे हुन्छ कि भनेको थिएँ मैले। फेरि मलाई पनि जानु भन्नुभयो। मलाई पनि यति धेरै योगदान गरेर नागरिक स्तरबाट बनेको यो संरचनाको हस्तान्तरण कार्यक्रममा त्यसो भनेपछि म पनि एकदमै खुसी भएर आएको हुँ। र यो भवन निर्माणको माध्यमले नागरिक तहबाट जुन न्यानो माया प्राप्त भएको छ, त्यसको लागि म यो भवन निर्माण समितिका सम्पूर्ण पदाधिकारीज्यूहरू र यो भवन निर्माण गर्नको लागि सहयोग गर्ने सम्पूर्ण दाताहरू सबैलाई म हार्दिक रूपमा नमन गर्दछु। अब सामान्यतया सुरक्षाको कुरा गर्दा सुरक्षाको बृहत्तर कुरा हुन्छ। मैले अलि अस्ति नै पनि भने होला, उतापट्टिको सुरक्षाभित्र एउटा नागरिक जन्मिँदाखेरि गर्भमा रहेको भ्रूणको सुरक्षा हुन्छ, त्यसको पनि कुरा। जन्मेपछि स्वास्थ्य सुरक्षा, खाद्य सुरक्षाको कुरा हुन्छ। हिँडडुल गर्ने उसको कानुनी सुरक्षाका कुराहरू त्यस्तै हुन्छन्। र उसको फिजिकल सेक्युरिटी, उसको जिउ र धनको सुरक्षा महत्त्वपूर्ण हुन्छ। हामी यो एउटा पार्टमा छौँ। यो सुरक्षाको बृहत्तर मानव सुरक्षाभित्रको बृहत्तर क्षेत्रभित्रबाट हामीले एउटा सुरक्षाको एउटा सानो अंशको कुरा गरिरहेका छौँ। तर यो सुरक्षाको अंश चाहिँ सबै सुरक्षाका विषयहरूभन्दा अझ धेरै महत्त्वपूर्ण छ। एउटा व्यक्ति घरबाट बाहिर निस्किएपछि सुरक्षित रूपमा बाटोमा हिँड्न सकोस् र सुरक्षित हिसाबले नै बाहिर गएको मान्छे घरमा परिवारसँग फेरि फर्केर आएर मिलन हुन सकोस्। र त्यो बाटोमा हिँड्दाखेरि कहीँ अवरोध नहोस्, कोही खाल्डामा नछिरोस्, ढलबाटै छिरेर बागमती वा विष्णुमतीको खोलामा झर्न नपरोस्, त्यस्तै कुनै खाल्डो खनेको ठाउँबाट तल खसेर हातखुट्टा भाँचिन नपरोस्, सवारी साधनले ठक्कर दिएर घाइते भयो भन्ने सुन्न नपरोस्, मृत्यु भयो भन्ने सुन्न नपरोस्। यी सबै सुरक्षाका बृहत्तर विषयभित्र चाहिँ हामी यसमा आबद्ध छौँ। र यहाँहरू पनि यो बस पार्क, यहाँ यतापट्टि थुप्रै बसहरू पार्किङ गरिराखिएको छ। यो बस पार्किङ गरिराखेका बसको पनि सुरक्षा हुनुपर्छ। पार्किङ भएका बसभित्रबाट पनि सामान उठाइदिएला कि कसैले भन्ने चिन्ता गर्नुपर्ने छ। पार्किङ भएको बसको टायरको हावा फुस्काइदिएला कि भन्ने पनि चिन्ता गर्नुपर्ने छ। यो मात्रै होइन, सिसा फुटाइदिएला, अन्य केही गर्ला, चोरी गर्ला भन्ने पनि हेर्नुपर्ने छ। त्यति मात्रै होइन, यो सवारी साधन यहाँबाट बाहिर निस्किँदै गर्दाखेरि सुरक्षित रूपले आफ्नो गन्तव्यसम्म पुग्नको लागि चालकको सुरक्षाको विषय पनि छ। चालक आफै सुरक्षित छन् कि छैनन्, चालकले सुरक्षाका उपायहरू अपनाएका छन् कि छैनन्, चालकले मादक पदार्थ सेवन अथवा लागु पदार्थ सेवन गरेर पो सबै सवार हुने यात्रुहरूको सुरक्षालाई जोखिममा पारेका छन् कि भन्ने पनि बृहत्तर सुरक्षाका विषयवस्तुभित्र हामीले हेर्नुपर्ने हुन्छ। जसको लागि ट्राफिक प्रहरी कर्मचारीहरू यहाँ यो ठाउँ, यो कार्यालयदेखि सडकका ठुला सडकहरूमा, चोकमा, गल्लीहरूमा, त्यसमा सासाना गल्लीहरूमा, घुम्तीहरूमा सब खटिएका हुन्छन्। अब त्यसरी खटिने, दिनभरि खटिने एउटा कर्मचारी बेलुकी फर्केर एउटा बस्ने वास्ता चाहिन्छ। यति त जहिले पनि भन्न मिल्छ नि। एउटा कमसेकम बाहिर निस्केको मान्छे भरे फर्केपछि एकछिन सुत्न त पाओस्। अब सुत्ने घरै भत्काइदिएपछि कहाँ सुत्ने?